ट्रम्पले स्पष्ट शब्दमा अमेरिका इरानी प्रदर्शनकारीहरूको पक्षमा रहेको र मद्दत बाटोमै छ भनी चेतावनी दिएका थिए। यही कारणले भेनेजुएलाको अवस्था देखेर र अमेरिकी आक्रमणको डरले इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको आन्दोलनकारीमाथिको दमनको नीति नरम भएको भन्दै प्रश्न उठ्न थालेको छ। इरानमा डिसेम्बर 28 मा महँगी विरुद्ध सुरु भएको आन्दोलन दबाउन सरकारले अत्यन्तै क्रूर दमन गरेको छ र अहिलेसम्म 2800 भन्दा बढी प्रदर्शनकारी मारिएको बताइएको छ। कतिपयले यो संख्या हजारौं रहेको बताइरहेका छन्। यही क्रममा पछिल्ला केही दिनमा 800 प्रदर्शनकारीलाई मृत्युदण्ड दिने तयारी गरिएको थियो, तर अमेरिकाले यस्तो कदम अत्यन्तै खराब हुने स्पष्ट सन्देश दिएको थियो। व्हाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले भनिन्, ट्रम्प र उनको टोलीले इरानी अधिकारीहरूलाई प्रत्यक्ष चेतावनी दिएका थिए, जसमा मृत्युदण्डको योजना प्रदर्शनकारीमाथि गरिएको हिंसक दमनसँग जोडिएको थियो। वाशिंटनले मृत्युदण्डलाई हिंसात्मक दमनको रूपमा लिएको थियो।